कोकोना आउने रहेछ लडाइँ गर्न भनेको त्यही जङ्गली होस्। हो, म जङ्गली नै हो, तर त जस्तो गाउँमा सिंहलाई खोज्दै आएको म। तैँले मलाई त्यसो भन्ने? मलाई किन खोजिस् त? म त लडाइँ गर्न तँलाई नै खोज्दै थिएँ। त धेरै फरफर गर्दैछ सरी, तेरा पंखा भाँचिदिन भनेर आएको। ठिक छ, तँसँग त केही हतियार पनि छैन। म यो हतियारले के लडाइँ गर्नु? आइज, हातमा हात काँधमा काँध मिलाएर तँसँग युद्ध गर्छु। तसँग युद्ध के गर्नु र? तैँले मेरा देवताहरूलाई साह्रै दुःख दिस भन्ने सुनेर तँलाई मसल्न भनेर आएको म। तँलाई त म एकैछिनमा मसलिदिन्छु। मसँग युद्ध गर्ने त? कस्तो कति दम रहेछ थाहा भइहाल्छ नि। म पृथ्वीको दिग्विजयी हिरण्यकश्यपसँग। ल आइज, आइज युद्ध गर्छस्? हो, गर्छु। तू आइज, आइज। देखिस्? जा। अब यसलाई नसकी भएन, कति खेलाउनु अब त। बोले बराहा भगवान को। हिरण्याक्षलाई भगवान बनाले समाप्त गरिदिनु भयो। दुर्गर्नुहुन्छ भगवान बराहा आफ्नो कार्य साधनका लागि आउनु भएको थियो। असुरले बाटो छेक्यो, बराहा भगवानले त्यसको उद्धार गरिदिनु भयो।